आज म तपाईहरुलाई एउटा नयाँ टपिकको बारेमा जानकारी दिन गइरहेको छु। टपिकको नाम हो साउन्ड, नेपालीमा आवाज। हामी अक्सर रूपमा टिभी हेर्छौं अथवा हेडसेट इयरफोन लगाएर हामी गाना सुन्छौं अथवा फिल्म हेर्छौं अथवा कुनै पनि हामी बुफरमा अथवा साउन्ड बक्सबाट हामी कुनै पनि गाना सुन्छौं। यसले हामीलाई कतिको असर गर्छ? हामी कन्स्ट्रक्सन साइटमा अथवा कुनै पनि काम गर्ने क्षेत्रमा हामी लगातार रूपमा कुनै न कुनै कुरा सामानको हामी साउन्ड सुन्ने गर्छौं। कुन सामानले हामीलाई कति असर गर्दछ हाम्रो कानमा अथवा हाम्रो कानको जालीमा भनेर आज तपाईहरुलाई म यसको जानकारी दिन गइरहेको छु। तपाईको साउन्ड लेभल डीबीए भनेको डेसिबल हो। साउन्ड लेभल 85 भयो भने तपाईहरुले मात्र 8 घण्टा काम गर्न सक्नुहुन्छ अथवा 8 घण्टा सुन्ने क्षमता तपाईको कानले तपाईको इयरले बोकेको हुन्छ। 87 डेसिबल भयो डीबीए भयो भने तपाईले मात्र 6 घण्टा, 90 भयो भने तपाईले मात्र 4 घण्टा, 92 भयो भने तपाईले मात्र 3 घण्टा र 95 भयो भने मात्र तपाईले 2 घण्टा र 97 भयो भने तपाईले मात्र 1 घण्टा 30 मिनेट र तपाईले 100 भयो भने 1 आवर, 102 भयो भने 45 मिनेट, 107 भयो भने 22.5 मिनेट र 110 भयो भने 15 मिनेट र त्यो भन्दा माथि भयो भने तपाईले मात्र 7.5 मिटर र 145 डीबीए भयो भने तपाईलाई 100% यसले इम्प्याक्ट गर्छ तपाईको कानलाई। तपाईले कुन सामानबाट र कुन क्षेत्रबाट धेरै पोल्युसन मतलब एयर पोल्युसन हुन्छ, एयर पोल्युसन हुन्छ लाग्छ भने तपाईले जस्तै हामीले हेडसेट इयरफोन युज गर्छौं, यसबाट पनि हामीलाई धेरै असर गर्छ। तर लगातार करेन्टली रूपमा त्यही क्षणमा हामीलाई असर गरेको महसुस हुँदैन, तर बिस्तारै रूपमा हामीले कान अलि कम सुन्ने अथवा अलि पछि गएर हामीलाई कानको प्रब्लम हुने, हामीलाई यस्तो बिमारहरू लाग्न सक्छ। त्यसैले बेलैमा हामीहरूले चाहिँ यस्तो साउन्ड बक्सहरू अथवा काम गर्ने क्षेत्रमा हामीले हिल्टी युज गर्छौं, हामीले ग्रिन्डर युज गर्छौं अथवा कुनै पनि ठुलो गाडीहरुको साउन्ड हुन्छ, बसहरुको, टिपरहरुको, जेसीबीहरुको, क्रसरहरुको, यस्तो साउन्डबाट हामीलाई त्यही क्षणमा असर नगरे पनि तपाईले लगातार रूपमा यसको 8 घण्टा, 6 घण्टा, 3 घण्टा, 4 घण्टा, 5 घण्टा, 2 घण्टा, 1 घण्टा, 15 मिनेट, 45 मिनेट जुन मैले तपाईलाई भने रेशियो यो रूपमा तपाईले सुन्नुभयो 85, 87, 90, 95, 92 यस्तो रूपमा सुन्नुभयो भने तपाईलाई 100 मा 100% यसले इम्प्याक्ट गर्छ र कानको बिमारी ल्याउँछ। त्यसैले तपाईहरुले यसबाट बच्नलाई तपाईले काम गर्ने क्षेत्रमा अथवा घरमा बस्दाखेरि अलि टाढा बसेर अलि कम भोल्युम गरेर तपाईले सुन्न सक्नुहुन्छ र काम गर्ने क्षेत्रमा तपाईहरुले चाहिँ एयर क्यानल हुन्छ, एयर प्लग हुन्छ, तपाईले यस्तो कुराहरु एयर प्लग, एयर क्यानलहरु लगाएर काम गर्नुभयो भने तपाईहरुलाई कानको यस बिमारबाट तपाईले छुटकारा पाउन सक्नुहुन्छ। करेन्ट रूपमा तपाईले यसलाई हेरचेकलाई गर्नुभयो, केयरलेस गर्नुभयो भने तपाईलाई यसले आउने पछि प्रोलङ पिरियड तपाईलाई असर गर्न सक्छ। त्यसैले बेलैमा तपाईले यसको निरीक्षण गरेर तपाईले यसको उपायहरु युज गर्नुभयो भने तपाईलाई कान बिमारबाट तपाईहरु बच्न सक्नुहुन्छ। तपाईहरु आफू पनि सेफ रहनुहोस् र अरूलाई पनि सेफ राख्नुहोस्। सधैं सेफ्टी फलो गर्नुहोस्। हवस् त, नमस्कार।